हजुरहरू सबैमा नमस्कार, साथसाथै जय मसी। तपाईँहरू चाहिँ कस्तो हुनुहुन्छ? हामी चाहिँ आराम कसैलाई छौँ। आशा गर्दछु तपाईँहरू पनि आरामै हुनुहुन्छ होला भनेर आज चाहिँ म यो 3 पिस वाला मासुको तरकारी बनाउन लागिरहेको छु। यहाँ नसँग चाहिँ यहाँ छाला, बोसो अनि मासु अनि हड्डी, यसलाई चाहिँ 3 लेयर खालको छ, यस्तो खालको छ। अनि यहाँ कुनै कुनै चाहिँ हड्डीहरू पनि छ, सुप पनि हुन्छ भनेर। सुपभन्दा पनि यो म ग्रेभी स्टाइलले बनाउँछु। यस्तो यस्तो खालको छ नि त मासु। म तपाईँहरूलाई अलिअलि भिडियोहरू रेसिपीहरू सेयर गर्नेछु। अनि मैले चाहिँ ताईलाई गरम गरिसकेको छ। यहाँ चाहिँ मैले तेलहरू केही लगाएको छैन, किनभने यो बोसोबाटै तेल आउँछ नि त। पाक्नको लागि छोड्दिन्छु। यहाँ यो पनि पाक्नुपर्छ। अनि मैले तपाईँहरूलाई देखाउँछु नि। मैले चलाइदिनु पऱ्यो। फर्किने चाहिँ मान्दिनँ त। साइड अलिअलि यो ब्राउन भएको छ अनि अरू साइडले गरेपछि फेरि म अरू साइडले गरेको छ अनि पाक्नको लागि छोडिदिन्छु। छोपेर मासु चाहिँ ब्राउन भइसकेको छ। अघि मैले तेल एक सवा पनि हालेको थिएन, एड गरेको थिएन नि त तेल। अहिले पुरा तेल निस्केको छ। अब यसैमा म 5 फुरनलाई एड गरिदिन्छु। मैले मसलाहरू चाहिँ यहाँ राखेको छ। अब यसैमा म 5 फुरनलाई पनि एड गरिदिन्छु। अनियनलाई पनि एड गरिदिन्छु। यसलाई मिक्स पनि गरिदिन्छु। टर्मरिक पाउडर, चिल्ली पाउडर, सल्ट,
मिक्स गरिदिन्छु। अनियन पनि लगाएको छु अघि। मैले मिक्स पनि गरिसकेको छ। यो चाहिँ जिरा हो, जिरा पाउडर। यसलाई पनि मिक्स गरिदिन्छु। अनि यिनीहरू नडढोस् भनेर नि म अलिकति पानी पनि लगाइदिन्छु, किन सबै फुक्को छ नि त। पानी लगाइदिन्छु। मिक्स पनि गरिदिन्छु। असु यो घपनी ल्याउ ढक्कनै हो यो सिसाको ग्लासको लिड। यहाँ छोप त। अनि म एकछिन पाक्नको लागि छोडिदिन्छु। अनि मैले पानी लगाएर छोडिदिएको थिएँ नि त। यो चाहिँ मसला जिरा, हल्दी, रङ खोर्सानी लगाएर छोडिदिएको थिएँ। अनि डढ्छ होला भनेर पानी लगाइदिएको थिएँ, डढेको रहेनछ। अनि यहाँ चाहिँ मैले लसुन, टमाटर, अदुवा रेडी पारेको छ, पाक्दैछ। यो हल्का सुकेपछि चाहिँ टमाटरहरूलाई पनि लगाइदिन्छ। अनि चाहिँ अब म चाहिँ टमाटर, अदुवा, लसुनलाई एड गरिदिएँ। मिक्स गरिदिन्छु। ढाकेर फेरि पाक्नको लागि छोडिदिन्छु। चाहिँ मजाले पाकिरहेछ। मजाले पाकिरहेछ। राइस पनि दाल पाक्दैछ, मुसुरी दाल। हामीले पनि खाएको छैन नि, खाऊ न। मासु चाहिँ पाकिरहेछ। बेला बेला चलाउँदै पनि गर्नुपर्छ, डढ्छ कि हामी। चाहिँ पाकिरहेछ। अलि खोर्सानी लगाएको थिएन नि त, चारवटा लगाइदिएको छ।
कलर त राम्रो क्यामेरामा चाहिँ कस्तो आउने यहाँ त राम्रो आइरहेको छ पाकिरहेछ कि अब म अलिकति पानी लगाइदिनु पऱ्यो फेरि मजाले पाकोस् मैले पानी पनि एड गर्दै पानी एड गरिदिएको छ अब पाक्नुको लागि छोडिदिन्छु धेरै बेर पकाउनु पर्नेछ सब्जी चाहिँ अब म धनियाँलाई एड गरिदिन्छु पाकिसकेको छ नि त यहाँ धनियाँ र प्याज अलिअलि छ प्याज चाहिँ पाकिसकेको छ तपाईँहरू धन्यवाद छ तरकारी पाकिँदैसम्म त भिडियो हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद छ सुँगुरको मासु अघि पनि लगाएको थिएँ धनियाँ र पनि माथिबाट अलिअलि स्प्रेड गर्दै पनि मैले अलिअलि धनियाँलाई लगाइदिएको अनि यहाँ चाहिँ हाम्रो मुसुरको दाल छ यसमा पनि धनियाँ लगाइदिनु पर्यो यहाँ चाहिँ मुसुरको दाल यहाँ छ सुँगुरको सब्जी पोर्कको तरकारी यहाँ छ मुलाको अचार खाना पस्किसक्नु भएको हबी यो चाहिँ मुसुरको दाल मैले बाक्लो बाक्लै बनाएको छ मुलाको अचार छ यो चाहिँ अघि पकाएको पोर्कको तरकारी यो चाहिँ अघि पकाएको पोर्कको तरकारी हो यो चाहिँ काँक्राको दाल तरकारी